के तपाईलाई थाहा छ काठमाडौँ मल, सिभिल मल, शेर्पा मल कसरी र कति पैसा कमाउँछन्? आजको यो भिडियो सिभिल मलको बिजनेस मोडल बारेमा बुझौँ। तपाईँ काठमाडौँ मल, सिभिल मलमा गएर पक्कै पनि कफी खानु भयो होला, सिनेमा हेर्नु भयो होला, अनि सपिङ गर्दै खुसी हुँदै घर फर्किनु भयो होला। तर कहिले सोच्नु भएको छ यो मलहरू एक दिनमा कति र कसरी कमाउँछन् अनि तपाईहरु कसरी इन्भेस्ट गर्न सक्नुहुन्छ? सिभिल मलको कुरा गर्ने हो भने यसको टोटल एरिया लगभग 3 लाख स्क्वायर फिटमा छ, जसमा 200 भन्दा बढी पसल, रेस्टुरेन्ट, सिनेमा हल, फुड कोर्टहरू छन्। एभरेजमा पनि एउटा दोकानले 80,000 देखि 5 लाख सम्म रेन्ट तिर्छ, डिपेन्डिङ अपन दुकानको साइज र लोकेसन। यो फिगरलाई हेर्ने हो भने लगभग महिनाको 4 देखि 5 करोड रेन्टबाटै कमाउँछ। के एउटा रेन्टल इन्कम मात्रै कमाइ छ त मलको इन्कम 4 लेयरमा छ, जसमा रेन्टल इन्कम त पहिलो लेयरमा आउँछ। सेकेन्ड लेयरमा आउँछ रेभेन्यू शेयर। यसमा के हुन्छ भने मलले फिक्स रेन्ट लिँदैन, तर मन्थली सेल्समा 5 देखि 15% लिन्छ। जस्तै KFC, स्टारबकहरूको जति सेल्स बढ्यो त्यति नै मलको कमाइ बढ्दै जान्छ। थर्ड लेयरमा आउँछ पार्किङ। कति मलहरू 50 रुपैयाँ पर घण्टा गाडीको पार्किङको फिस लिन्छन्। अनि फोर्थ लेयरमा आउँछ ब्रान्डिङ एन्ड इभेन्ट स्पेस। तपाईँ मलको इन्ट्रान्समा ठुलो ब्यानर, स्टल, प्रोडक्ट लन्चको इभेन्ट देख्नु भएको होला। ब्रान्ड प्रमोसन र ब्रान्डको कुनै पनि प्रोडक्ट लन्च हुँदा 5 लाख देखि 20 लाख सम्म चार्ज गर्छन् यो मलहरू। अब मल खोल्न त धेरै लगानी लागे पनि हामीले कसरी इन्भेस्ट गर्न मिल्छ? यदि तपाईले मलमा इन्भेस्ट कसरी गर्ने भन्ने रोडम्याप चाहिएको छ भने यो भिडियोलाई लाइक, शेयर र फलो गर्नुहोस् अनि कमेन्टमा रोडम्याप लेख्नुहोस्। म आफै तपाईलाई त्यो लिस्ट DM गर्छु। हस् त, राधे राधे।